किनभने यीशु मरेको शरीरबाट तेस्रो दिनमा बौरी उठ्नुभयो र आज क्रिस्चियन विश्वासको जग भनेको चाहिँ त्यसमै अडिया छ कि अरू कुरामा होइन। यीशु हाम्रो पापको निम्ति मर्नुभयो र मरेको शरीरबाट तेस्रो दिनमा बौरी उठ्नुभयो र उहाँ जीवित हुनुहुन्छ र संसारमा अहिलेसम्म बाइबल अनुसार बाइबलको वचन अनुसार एकजना व्यक्ति मात्रै मरेको शरीरबाट बौरी उठ्नुभयो, उहाँ चाहिँ यीशु हुनुहुन्छ। र मरेको शरीरबाट बौरी उठ्नु भनेको चाहिँ जीवनपछि अर्को जीवन छ भन्ने कुराको एउटा प्रमाण हो र एउटै कारणबाट पनि त्यो प्रमाण रहन्छ है। त्यहाँ हजारौँ उदाहरण चाहिँदैन, सुरुमा एउटै उदाहरण पर्याप्त छ अनि त्यो उदाहरण चाहिँ यीशु ख्रीष्ट। का सबै धर्म, सबै सिद्धान्त, सबै विचारहरू भन्दा अद्वितीय, तुलनै गर्न नसकिने एउटा विश्वास चाहिँ यीशु हाम्रो पापको निम्ति बलिदान भएर उहाँ क्रुसबाट बौरी उठ्नुभयो र त्यो सन्देश